पाउ पाथिभरादेखि पाथिभरा माताको मन्दिरसम्म म दर्शन गराउँदैछु, अवश्य हेर्नुहोला। यो हो पाउ पाथिभरा झापा। मेची राजमार्ग अन्तर्गत चारले बुधबारे हुँदै इलामतर्फ अगाडि बढ्दैछौँ। बडो रमणीय चिया बगान देखिरहेको छु म। मौसमले पनि बडो साथ दिएको छ आज हामीलाई। साथमा हुनुहुन्छ कुशल चालक मुकेश अधिकारी। अहिले हामी इलाम बजार आइसकेका छौँ। यो इलाम बजार मुख्य बजार रहेछ। यो बडो सुन्दर दृश्य देखिरहेको छु म यहाँ। भोक लागेकोले हामीले खाना यहीँ खाने निर्णय गरौँ। पानी पर्न थाल्यो। शाकाहारी भोजन पाउनै गाह्रो, एक ठाउँ भेटियो, त्यही पनि खाना थिएन। मोमोसम्म खाएर हामी त्यहाँबाट अगाडि बढ्दैछौँ इलाम बजारबाट। बाटोमा कहीँ बाटो खराब भएर हामी पैदल यात्रा पनि गऱ्यौँ, किनभने गाडीलाई सहज होस् भनेर हामी हिँड्दैछौँ, दौडिँदैछौँ। हामी राके क्रस गरिसक्यौँ होइन? राके क्रस गर्यो। फिलिम तरफको बाटो लागिरहेको छ। फिलिम जाँदैछौँ। दायाँ बायाँको मनोरम दृश्यले हामी सबैको मन खिचिरहेको छ। यहाँका घरहरू पनि अत्यन्तै सफा सुग्घर देखेँ मैले। कसरी भाइरल हो उनकै नजिक जाऊं, उनसँग माया लाऊं, उनकै नजिक जाऊं, उनसँग माया लाऊं। हाम्रो निकाल्नु न। यो आएन हो, यो कसरी निकाल्ने हो? घरहरू चाहिँ बडो एक्स्ट्रा डिजाइनको है, बुद्धको मूर्ति जस्तो। हरेक घरका आँगनीहरू विभिन्न फुलहरूले, रङ्गी फुलहरूले सजिएको देख्दैछु म यहाँ। बडो रमाइलो सुन्दर लाग्यो मलाई यो कुराले। यात्रा लामो भएकोले फिदिम पनि आउनै लाग्यो। सायद आज हामी फिदिममै बस्छौँ।
फिल्म साँझ परिसकेको छ। मैले बाहिरको दृश्य खिच्न सकिनँ। कोठामा रेस्ट गर्दैछौँ हामी। बिहान सबेरै नास्ता खाएर हामी पुनः ताप्लेजुङतर्फ अगाडि बढ्ने निश्चय गऱ्यौँ। शाकाहारी होटल पाउन गाह्रो। एउटा धन्न शाकाहारी होटल भेट्यौँ, त्यहीँ बसेको थियौँ हामी। बिहानी पख फिल्मको दृश्य यो अति स्वच्छ सफा रहेछ। यो सहर 5 थर जिल्लाको सदरमुकाम पनि हो यो। यहाँबाट हामी लाग्दैछौँ। यात्रा लामो भएकोले हामी पुनः ताप्लेजुङतर्फ अगाडि बढ्दैछौँ छिटो छिटो गरेर। पछाडि परिवार सबै रुपेश जय हरे। अच्युतं केशवं नारायणं रमाइलो दृश्यहरूको अवलोकन गर्दै गर्दै हामी ताप्लेजुङ बजार प्रवेश गर्दैछौँ। बडो सुन्दर नगरी रहेछ। पूर्वको उत्तर हिमाली जिल्ला हो ताप्लेजुङ जिल्ला। हामी काबेली खोलाको नजिक आइरहेका छौँ। यो काबेली खोलाले छुट्याउँदो रहेछ यता 5 थर उता ताप्लेजुङ। राति पानी परे पनि अहिले मौसम बडो सफा छ, सुन्दर छ। काबेली खोलाको दर्शनपछि हामी सिधै ताप्लेजुङ बजार गयौँ। अत्यन्त पानी परेकोले मैले त्यहाँको भिडियो कैद गर्न सकिनँ। ताप्लेजुङ बजारबाट सुकेटार हुँदै काप्लेपाटी पुगेका छौँ हामी अहिले। सुकेटारबाट यहाँ आउनलाई धेरै हैरान भोग्नु पर्यो हामीले। प्रति व्यक्ति 500 रुपियाँ लिँदो रहेछ। बाटो बडो अप्ठ्यारो थियो। पहिला एउटा सानो पार्टी जो काफ्लेको थियो, अरू केही थिएन रहेछ। त्यही नामबाट यस ठाउँलाई काफ्ले पार्टी भनिँदो रहेछ। समुद्री सतहबाट 2800 मिटर उचाइमा छौँ। पाथिभरा माता कि काफ्ले पार्टीलाई सानो फेदी पनि भनिँदो रहेछ।
फेदीबाट ठुलो फेदीतर्फ गइरहेका छौँ हामी। आज त्यहीँ बास बस्ने निश्चय गरेका छौँ, किनभने भोलि हामीलाई धेरै सहज हुनेछ आधी बाटो उकालो आज काटेको खण्डमा। कहाँ हिँडेको तिमी? कहाँ हिँडेको? तल कि माथि? के जाने? ए के खाएको? के खाएको खोइ? आहा बाटोमा छिटफुट घरहरू पनि थिए, बडो सफा। आराम गर्दै गर्दै हामी उकालो चढि नै रहेका फाइनली हामी ठुलो फेरि आइपुगेका छौँ। हिँडेर यताका पकेट छौँ। बडो सुन्दर सफा ठुलो फेरि। अब आजको बसाइ हाम्रो यहीँ रहनेछ। त्यस पछाडि भोलि बिहान सबेरै 3 बजे नै उठेर माताको दरबार, माताको दर्शनको लागि हिँड्ने कार्यक्रम छ। अत्यन्त राम्रो राम्रो फुलहरू, पसलहरू छ यहाँ। उकालो पुगिरहेका छौँ। झिसमिसे उध्यारोमा हामी उकालो लाग्यौँ। बिचमा पानी पनि परिरहेको छ। रेनकोट र लाठी अनिवार्य छ यहाँ आउनलाई। हामीले पनि बोकेका छौँ। तपाईँहरू आउँदै हुनुहुन्छ भने अवश्य बोक्नुहोला। उभिँदै रेस्ट गर्ने हल्का अशक्त तथा हिँड्न नसक्नेहरूको लागि यहाँ पोकिदो पनि रहेछ केजीको हिसाबले। प्रति केजी 100 रुपियाँदेखि लिएर 200 रुपियाँसम्म। हिँडाइ ठिकै छ नि? त्यस्तो गाह्रो भएको छैन नि? कुर्साले अप्ठ्यारो भएको छैन नि? बिल्कुल छैन, बिल्कुल सबैजना आयो हुन्छ माताको दर्शन गर्न। हिँड्नका लागि सहज होस् भनेर माथि टस राखेको पनि देखियो, जसले गर्दा हिउँ र पानीबाट सजिलै बचियो पनि। करिब 3 घन्टाको उकालो हामीले तय गरिसकेका छौँ। समुद्री सतहबाट करिब 3700 मिटर उचाइमा छौँ अहिले हामी। यो स्थानलाई ठुलो घन्टी भनिँदो रहेछ। सुन्दर प्रवेशद्वार देखियो जहाँ लेखेको थियो मन्दिर आउन अब 200 मिटर मात्र। हामी नजिकै आइसकेका छौँ।
घन्टी घन्टी जोडेर एउटा ठुलो घन्टी महाघन्टी बनाइएको रहेछ। सायद यही घन्टीको कारण यो ठाउँलाई ठुलो घन्टी भनिँदो रहेछ। बाटो हिँड्दा दुवैतर्फ बेराहरूमा घन्टी मात्रै जोडिएको देखियो, जताततै घन्टी घन्टी। पाथिभारा माताको जय हो। पाथिभारा माताले हामी सबैको रक्षा गरून्, कल्याण गरून्। समुद्री सतहदेखि 3794 मिटर उचाइबाट माताको यो दरबार, माताको यो प्राङ्गणबाट अहिले भिडियो कैद गरिरहेको छु। अहिलेसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई विशेष